हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामीहरू चाउचाउ बनाउन गइरहेको छौँ अर्कै तरिकाले, लाइक चाउमिन स्टाइलले इन नेपाली। फर्स्टमा चाहिँ हामीले चाउचाउ निकाल्यौँ एन्ड देन हामीले त्यसमा बोइलिङ पानीमा त्यसलाई हाल्यौँ। अनि त्यसपछि चाहिँ हामीले त्यसलाई एकछिनको लागि चलायौँ। अनि हामीले एकछिनको लागि चलाइसकेपछि त्यहाँनिर चाहिँ प्याज काट्यौँ। अनि हामीले एकछिनको लागि चलाइसकेपछि प्याज काट्यौँ। अनि हामीले प्याज राम्रोसँग फ्राई गरिसकेपछि त्यो बोइलिङ भएको चाउचाउ त्यहाँनिर हाल्यौँ। एन्ड देन हामीले त्यसपछि एकछिन हामीले चाहिँ अहिले यो निकाल्दैछौँ। अनि यसपछि चाहिँ हामीले प्याज काट्छौँ। अनि हामीले प्याज काटिसकेपछि चाहिँ हामीले त्यसमा तेलमा फ्राई गर्छौँ। अनि हामीले प्याज काट्यौँ। अब हामीले प्याज काटिरहेछौँ। अनि मेरो आँखाबाट त्यतिखेर आँसु निक्लिएको थियो, म रोइरहेको थिएँ त्यतिखेर। अब चाहिँ हामीले प्याज काट्न थाल्यौँ। यो प्याज चाहिँ धेरै नराम्रो भेराइटीको रहेछ, मलाई थाहा छैन कुन भेराइटीको हो। धेरै नै नराम्रो छ र यो चक्कु पनि एकदम धारिलो छ, यसले हात पनि काट्न सक्छ। यो प्याज काट्ने काम चाहिँ एकदमै गाह्रो हो, आँखाबाट आँसु पनि निक्लिन्छ होइन। मलाई चाहिँ धेरै नै गाह्रो भयो प्याज काट्न। मैले जसो तसो गरेर प्याज काटिरहेको छु। हजुरहरूलाई पनि यस्तै गाह्रो हुन्छ भने कमेन्टमा लेख्नु है। अब अलमोस्ट हाम्रो प्याज चाहिँ राम्ररी चप भइसक्यो। अब हामीले चाहिँ यसलाई गरम तेलमा फ्राई गर्छौँ। हेलो गाइज, अब चाहिँ म तपाईँहरूलाई एउटा सानो चुटकिला सुनाउँछु। अबसम्म चाहिँ पाक्दै गर्छ। एका देशमा चाहिँ एउटा डन थियो अरे होइन। अनि त्यो डनको घरमा चाहिँ एक दिन मुर्गा चोर्ने चोर आयो अरे कि। अनि त्यो मुर्गा चोर्ने चोरको नाम चाहिँ कट्टु थियो अरे होइन। कट्टु थियो अरे। अनि त्यसको चाहिँ 4-5जना त्यसले चाहिँ आफ्नो साथीहरूलाई मिलेर त्यो कट्टु भन्ने मान्छे चाहिँ रुखमाथि चढ्यो अरे। अनि त्यो डनले चाहिँ आफ्नो साथीहरूलाई जा त कट्टुलाई तल झार भन्दाखेरि तिनीहरू चुबो लाएर बस्यो अरे। अनि त्यो डनले चाहिँ तिमीहरूले के गरेको, मैले भनेको नमान्ने भनेर भन्यो अरे। अनि फेरि कट्टु तान्नु भनेपछि के भने हामीले त बुझेनौँ भने। अनि फेरि त्यसले कट्टु तान्नु भन्दाखेरि त्यो केटाहरूले आफ्नै कट्टु तानेन्। सो अब चाहिँ हाम्रो चाउचाउ पनि फ्राई भइरहेछ। अब हाम्रो रेडी हुन लागिसक्यो। अनि अब चाहिँ म यसलाई प्लेटमा हाल्छु अनि त्यसपछि खान्छु। अहिले चाहिँ म यसलाई फ्राई गरिरहेको छु अनि एकदमै धेरै डिलिसियस देखिरह, लाइक चाउमिन जस्तो देखिरहेछ। अनि यसपछि हामीले चाहिँ यहाँ हल्दी हाल्यौँ। अनि हामी हल्दी हालेर यसलाई हल्का चलाइरहेको छौँ किनभने यो राम्रोसँग मिक्स हुन्छ, त्यही भएर। अनि सो हामीले यसपछि चाहिँ यहाँ मसला हालेको छौँ, चाउचाउको मसला। अनि त्यसको त्यो साइडमा तेल जस्तो हुन्छ त्यो हालेको छौँ। त्यो हालेर झन् मिठो हुन्छ किनभने हामीले चाहिँ यहाँनिर कुनै पनि एक्स्ट्रा मिर्च के अरे धुलो मिर्चहरू हालेको छैन। त्यो भएर एकदम मिठो देखिरहेछ, कस्तो मिठो देखिरहेछ। अनि हामीले अहिले चलाइरहेछौँ यसलाई। अनि यो चाहिँ रेडी भइसक्यो। अब हामी यसलाई प्लेटमा हाल्छौँ। सो यो चाहिँ कस्तो यस्तो देखेको छ होइन, कस्तो राम्रो डिलिसियस देखिरहेछ, लाइक एज अ चाउमिन। थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो।